Hello, darling. I love you. नराख्ने कुरो हुन्छ डेन्जर नाम भयो जोशी दाइ मैले यो होइन खाँदा खाँदा अब यति मात्र बाँकी भयो अब के गर्ने अब भाउजूले मिठोसँग ल्याएर रहेछ मैले खाइदिएँ सबै अब के गर्ने हामी छिर मिल्दैन दाइ यसो गर्नु न दाइ तपाईँ अनि तपाईँ किन मास्क लगाएको दाइ मास्क त लाउनु पर्यो ए नेसेसरी हो बाहिर निस्किँदाखेरि यो अनिवार्य मास्क कुन्टेको बाबा ए भने हामीले छुन नपाउने दाइ हामीले छुन नपाउने तपाईँलाई ओ माई गॉड रश्मि छुन नै पाउँदैन हामी छुन्छौँ के ओइ बाहुन बाहुन तर तैँले अघि त्यो दाइलाई तैँले यसो हात गर्दाखेरि छुयो नि तैँले दाइ दाइ तपाईँ छिटो आउनु है हामी बाहिर हुन्छौँ कफी खानुपर्छ गफ गर्नु पर्यो कहाँ जान्छ दाइ हेलो दादा नमस्ते नमस्कार ओहो छिकाउने दादा अलि यसरी कङ्ग्रेचुलेसन तर छुनुहुन्न गएर मस्तली किन केही हुँदैन केही ठिक छ टेन्सन आयो दाइ अनि केही फरक पर्दैन अब यति अब उसको पनि मेरो पनि अब सबभन्दा अगाडि त तपाईँको भयो होइन तपाईँलाई अब त्यो हाम्रो कुन्टे टक्क हातमा टक्कै यसरी राख्न आउँदा चाहिँ साँच्चीकै मनदेखि चाहिँ कस्तो फिल भयो तपाईँलाई मनदेखि चाहिँ कस्तो जिम्मेवारी बढेको जस्तो फिलिङ आइरहेको थियो होइन अलिकति ह्याप्पी खुसी त अब सँगसँगै खुसी त अब अनिवार्य पहिल्यैदेखि खुसी नै छु नि त अब यो त अहिले आउँछ भन्ने त अलरेडी फिक्स छ यो दिन आउँछ यो घन्टा आउँछ भन्ने कुरो अलरेडी फिक्स छ होइन त्यसमा त हामी अलरेडी खुसी छौँ होइन धेरै नै खुसी छौँ र हातमा आइसकेपछि के भयो भन्दाखेरि जिम्मेवारी बढ्यो अब चाहिँ जस बाउ भएको फिल आयो नि त होइन अब केही अब यसको लागि त केही गर्नु पर्यो भन्ने खालको हुन्छ नि त जिम्मेवारी चाहिँ बढेको फिल आयो मलाई त्यो बेला तर दाइ खुसी त अब सुरुदेखि लागिरहेछ अहिलेसम्म लागिरहेको छैन अब योभन्दा धेरै खुसी राख्ने ठाउँै छैन नि तपाईँ खुसी भयो भनेर हेर त यसलाई मेरो चाहिँ कहिले त्यसो होइन मलाई चाहिँ के लाग्यो भने होइन अब बेबी पावर भन्न त इजी के धेरै आमालाई धेरै कष्ट त्यो कुरा चाहिँ हो त्यो कुरा चाहिँ म त्यो कुरा फिलै नगरे पनि आफूले नभोगे पनि हो यतिको तिमीले अगाडि नै फिल गर्यौ भने हुन्छ यति चाहिँ हुनु पर्यो क्या अनि त्यही भएर बाबु नानी के अरे बाबु अनि आमालाई दुवैलाई सकुशल भयो हामी यसै खुसी हो मेन त्यो हो क्या सुरुमा त्यतिकै त फिल त त्यसले मुखले मात्रै गर्ने हो क्या मनदेखि त धेरै गाह्रो कुरो हो क्या यो धेरै गाह्रो कुरो हो मैले चाहिँ अझै त्यो पनि फिल गरेँ क्या अहिले यहाँ हस्पिटल बसेर अहिले हामीले किन भेट्न भएको दाइ भेट्न चाहिँ अब सङ्क्रमण अरू केही हुन्छ होला भन्ने कुरो बाहिरबाट त्यस्तो हुन्छ कि भन्ने कुरो हो क्या तर भेट्दाखेरि अन्जानीमा सुइँ गएर भेट्दा कुनै ठुलो कुरो पर्दैन त्यहाँ तर अब नर्सहरू आयो भने चाहिँ ल्याङ गर्छन् क्या तर नेपालमा त बदा नै आएर भेट्न पाउँदै तर कोरियाको चाहिँ त्यस्तो रहेछ हिजो उहाँ कम्पनीको फुजानीले फुल पठाइदिएको थियो मैले फुल लगेर भित्र राखेको थिएँ त्यो फुल त नि नर्सले किन भित्र राखेको भनेर बाहिर राखेर फुलमा एलर्जी हुन्छ भनेर क्या तर हाम्रो साउसाउनी चाहिँ उहीँ पुगेका थियो क्या ढोकामै पुग्दिरह क्या बुढाहरू अनि बाबु चाहिँ अनि हामीले हेर्नु पाउँदैन दाइ भन्नाले अब त्यो बाबु छुट्टै राख्ने हो उनीहरूलाई चाहिँ अहिलेको लागि तल्लो फ्लोरमा राखेको छ अहिले त उसले सम्हाल्न पनि सक्दैन नि त सम्हाल्न सक्ने स्थिति पनि भएको छैन अब मैले त सम्हाल्न सक्ने स्थिति कुरै भएन हामी एकदम फर्स्ट प्यारेन्ट्स भइरहेछौँ त्यही भएर पहिला सिक्दै गर्नुपर्ने छ त्यही भएर तल्लो फ्लोरमा राखेर उनीहरूले केयर गरिरहेछन् बेबीलाई र टाइममा हामीले भेट्न पाइन्छ होइन त्यसको लागि छुट्टै समय राखिदिएको छ त्यो समयमा गएर टक्क भेट्ने सिस्टम छ ए बाहुन यस्तो बेस्ट मोमेन्टमा कतै नुन खाएको कुरा चाहिँ झोक्रेर चाहिँ नबस् न कि त उ त सायदतिर जाऊ म उयो रुगला अनि के सिरियससँग भएर बसेको त अनि
पुरा रुन लागेको जस्तो मान्छेको यस्तो राम्रो फिलिङ सेयर गरेर आज ऊ अलिकति म भावुक भएँ नि त दाइको कुरा सुनेर दाइले भन्नुभयो एक्लै फिल भयो जस्तो भयो भन्नुभयो म भावुक भयो कि मलाई सम्झी दाइको ठाउँमा म बसेर हेरेँ कि मायाले भनेर त्यो भुत फिल्म हेरेँ पनि म त्यो अझै दाइ यार झन् चाहिँ मलाई भुत बनाइदियो बुढीले यार भन्दै थियो दाइ अनि हामी लिन जानुपर्ने हो कि यहाँ आउँछ अहिले अहिले त्यहाँ भएपछि बोलाउँछ दाइ यो 2025 होइन आज 2025 हो यो भन्नाले आजको दिन चाहिँ 25 दे म लिएर आउँछु रुको दाइ तपाईँले सर्भिस पनि गर्ने हो र यो के छ ए बस न गाइजहरू के हुँदैन क्या बस्न ए ल्याउने भयो गाइजहरूले सधैँ केटाहरू ल्याइहाल्छ नि तिनीहरू कामै त ल्याउने हो हेड कुन्टेको आगमनमा यो यति खानुपर्छ रे होइन तर यार खसी खसी त काट्नु पर्ने हो नि अब गएर काट्नु लाने के छ र तर मेरो त कस्तो नमिठो छ त साँच्चै काटे जस्तै थियो तर ला मेरो मात्रै किन खुल्ला ओ यही हो मेरो ए यहीँको ग्लासमा रहेछ नि त चाल्न नमिल्ने ग्लास ओ माय गॉड यो त मेरो होइन ल अब चेस गरौँ न अब के गर्ने भाउजू नि भएको भए चेस गर्थ्यौँ अब भाउजू भित्र वी मिस यु भाउजू लक्ष्मी मिस यु गरिरहेछ भाउजूलाई अनि साराङ हे दाइले भाउजूलाई अनि बाहुनले मिस यु यसरी आज 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 होइन माया यो मिलेन आज चेस होइन आज भाउजूलाई मिस यु भाउजू मिस यु ओके मजा आयो अनु दाइ हजुर कुन्टेको नाम के राख्ने भइसक्यो दाइ कुन्टेको नाम त राखिसक्यो नि अनि सुरुमै नाम चाहिँदो रहेछ के देवस्य राज थापा होइन सुरुमै गएर नाम सोधेन जन्मिनुभन्दा अगाडि नाम सोधिरहेको नि मान्छेलाई दाइले दिदीले चाहिँ के भन्नुभएको थियो भने दाइको जस्तै राज राख्ने चाहिँ एउटा नाम पछाडि राज राख्ने दाइको जस्तै देवेश्वर राज थापा दामी राज राखे नि दामी यो मैले नितान्त मेरो व्यक्तिगत नाम हो त्यो मैले आफै राखेको हो होइन आफ्नो छोराको त आफैले राख्ने हो नि दाइ अरूको कुरा त सुन्ने मात्रै हो होइन यो कुरो कसरी थाहा भयो भने मलाई दिदीले होइन उसको छोरीको नाम भाइ मलाई छोरीको नाम भनिदेऊ न म अलिक कन्फ्युज भयो अरे कि होइन मैले यति सर्च गरेर पठाएँ यति नाम पठायो लास्टमा आफ्नै नाम लाग्यो तर यो कुरामा चाहिँ म एउटा कुरो भन्न चाहन्छु के हुन्छ भन्दाखेरि नि नामको लागि हामीले पनि भनेको थियौँ सबैजनालाई होइन सबैजनाले पठाउने हो चुज चाहिँ प्यारेन्ट्सले नै गर्ने हो तर एउटा कुरो अनि प्यारेन्ट्सले नै चुज गर्ने हुन चाहिँ तर त्यसमध्येमा फेरि तिमीहरूले कोल्ला गरेको प्यारेन्ट्सलाई मन परेको छ भने त्यो कोल्ला गर्न चुज गर्न पनि सकिन्छ किनभने हाम्रो हेमा दिदीको चाहिँ सरिताले चुज गरेकै छ क्या आवान्या भनेर नाम सरिताले आवान्या चुज गरिदिएको थियो उसलाई दिदीलाई पनि मन पर्यो त्यो आवान्या दिदीलाई नमन परेको भए त सरिताकै भरमा त राख्नुहुन्न थियो नि त हो त्यस्तो चाहिँ हुन्छ सुसन चाहिँ गर्ने हो गाइजहरूले यो सेलेक्ट गर्ने अधिकार चाहिँ प्यारेन्ट्सलाई छोडिदिने कुन मन पर्छ आरस गर्ने भनेपछि पुण्यको नाम पनि आइसक्यो ओ माय गॉड बर्थ सर्टिफिकेटमा त्यही आउँछ नि अब त पासपोर्टमै त्यही आउँछ देवस्य यस्तो हो क्या यो चाहिँ राज पनि राख्नु भएन राज त अनिवार्य हो नराख्ने कुरो हुन्छ डेन्जर नाम भयो यो फेरि यसको मिनिङ चाहिँ के हो भन न देवस्यको मिनिङ चाहिँ डिभाइन मेरो सोल
डिभाइन देवस्यको इङ्ग्लिस फर्ममा चाहिँ डिभाइन हो क्या डिभाइन भनेको पावरफुल जस्तै डिभाइन तर यार नाम त यार अलिक युनिकै आएछ हो कसम भनेको यो त अनि अलिकति यो फिल्ममा पनि डिजाइन पनि राम्रो थियो है फिल्ममा यस्तो मान्छे फिल्ममा डिभाइन त्यही हो त्यो पनि इङ्ग्लिसमा डिभाइन नेपालीमा देवस्य दाइ सुन्नु न ल यी फिल्ममा डाइरेक्ट हाम्रा नि डिभाइनमा चाहिँ के भन्दा डिभाइनमा राज राख्न मिलेन डिभाइन थापा अलिकति भएन होइन अनि त्यही भएर देवस्य राज थापा भनेपछि अलिकति गकिलो नाम मैले यसो सम्झेर राखेँ फिल्ममा सुन्नु न यो देवेश राज कस्तो जाने ओए बाहुन डाइरेक्ट भन्दा नि त्यो बाहुन मेरो कुरा सुन न रश्मि मेरो कुरा सुन न हेर बुन्टेको कपाल चाहिँ लास्टै धेरै छ है अब नसुनेको यिनीहरू यार हजुर भन्नु अब दाइको अब पुण्डे अब हाई लेभलमा पुग्ने अहिले नामबाटै थाहा भइसक्यो के भनेपछि तेरो आउनेको त्यो चाहँदै छैन अब त भयो हजुर नि भनिदिनु मेरो नि छोरी भयो भने त ज्वाइँ मेरै हो भन्नु म पनि के खत्रै राख्छु रानी नै जन्माउला ल दाइ दादालाई पनि परेन अब त्यही हो अब एकदम रानी सुन न माया अब दाइलाई म विश गरेर अब मेरो यो टुङ्गाउन चाहन्छु मेरो यो भिडियो अब भाउजूले हामीले धेरै मिस गऱ्यो हामी चारजनाले भेट्न पाएन नेपालमा भएको भए भेट्न अब पोसिबल हुन्थ्यो यहाँ अलिकति त्यस्तै अब यो राम्रो पनि हो लुकेर जान त सकिन्छ कि तर किन जानु भनेर क्या मैले फेरि फोन गरेर सोधेको नि त धेरै ठाउँमा देखेको छु क्या दाइ यो बच्चालाई जोपातेलाई छुन पनि दिनु हुन्न भनेर त्यो अब सेन्सिटिभ हुन्छ नि त बच्चाको अब स्किनहरू सबै होइन यसै पनि अब एक दुई दिनमा त घरै गइरहेछ हो त्यही कारणले गरेर त्यही त छुने पनि होइन है तिमीहरू मैले भन्दैछु छुने पनि होइन त टाढाबाट हेर्ने छुन त पाइन्छ नि दाइ तपाईँको देपेशसँग यिनीहरू छ त यिनीहरू यहाँतिर आइदिँदा अर्को नयाँ हो आउने छ अब 3 वर्षपछि 2-3 वर्षपछि आउँछ अब कोठामा रुममा भेटौँला अनि कुराहरू गरौँला होइन मिलेर अब त्यही त हो नि होइन बाँकी मेरो हात पनि दुखिसक्यो आज मैले यो बाहुनले अलिक ब्लोड गराइदिएको आफै गरेर आएको छ त्यसको अनुहार यार किनकि आज मैले यो मेन क्यामेरा होइन कि आज चाहिँ मैले सिनेमेटिक युज गरेको क्या दाइ त्यही भएर हेन्सम देखाएको छ होला मलाई तपाईँ त जहिले हेन्सम हो क्या तपाईँ जस्तै हेन्सम देख्छ कि भनेर दारी पालेको मायाले झन्डै पिल्यो तेरो चाहिँ के छ त लु तेरो चाहिँ हुँदै नभएको मेरो त मिलाएर काटेछु मिलाएर मेरो नि अब बकर त आइरहेको छ मिलाएर त्यो निस्किन्छ नि यस्तो ल अब पुण्टे पनि आइयो अब प्रब्लमहरू सबै समाधान भयो होइन है अब भइसक्यो त्यही त भने शनिबार गएर लिएर आउने एयरपोर्टमा शनिबार बिहानै जानुपर्छ होला 2 देखि 1 5 ल्याउनु हुन्छ क्या 5 बजे ल्याउनु बिहानको 5 बजे हो नि ल एउटा मात्रै फ्लाइट हो कि त्यसैले बाहिरको फ्लाइट चाहिँ एउटा बाहुन ल माझीमा खाम्बे हे जिउरी ओके सी यू माया आज कहाँ जान लाग्यो तिमी त कस्तो देखेको त यो त हेर त नराम्रो देख्यो है मलाई त्यो उसमा फिल्टर लाउनु न अनि मात्रै राम्रो देख्छ फिल्टर किन लाउँदा अनि यस्तो राम्रो मान्छे राम्रो देखिरहेको मलाई कस्तो गाह्रो भइरह के भयो अनुहार फुले जस्तो फिल भइरह होइन गाह्रो चाहिँ के गाह्रो भयो भने त आप्पा यो इको अप्पा माया म त केटे कहाँ हेर्छ यार बुढो
ए केटाहरू हेन्सम देख्यो तिमीले को हो त्यो त्यहाँ गएर प्रपोज गरिदिनु म हेर्नु है म प्रपोज आफ्नो बुढा गरिदिन्छु छेउमा राखेर अनि अरूलाई म हेन्सम प्रपोज देख्यो भने के हो? गरिदिन्छु ल हेर्नु है म प्रपोज गर्छु अरूको बुढी छेउमा जाने प्रपोज गरिदिने हेलो डार्लिङ आई लभ यु